हुन्छ फलेको छ धेरै बनाएको पनि त्यहाँ पनि छ छेउछाउमा यता छ लिची हेरौँ न बरु लिची आँप त अलिअलि रहेछ लिची हेरौँ है लिची अब केही दिनमा पाक्छ हाम्रो लिची झऱ्यो नि हावाले पुरै किरा यस्तो किरा छ माथि मात्र फलेको छ पाक्ने बेला भयो कति राम्रो छ हेर न पहिला हरियो हुँदो रहेछ अनि पछि कालो हुँदो रहेछ माथि चुप्पा छैन मेरो चुप्पा छैन त्यसमा अलिक कम फलेको फलेको छ जङ्गलमा हुने तरकारी करेला घरमा पनि हुँदो रहेछ यति राम्रो घर पनि यति राम्रो फलेको आजको हाम्रो तरकारी